पद्मिनी श्रेष्ठको प्यारेन्ट हो। मेरो दुवै छोराछोरी नै स्कुलमा प्राइममा पढ्छन्। मेरो ठुलो छोरी क्लास 5 मा पढ्छ अनि सानो बाबु चाहिँ अस्ति भर्खरै त्यो सरस्वती पूजादेखि नै उसलाई एडमिट गरेको थियो। स्कुल आउन मान्दैन कि भनेर अलिकति डर थियो कि मेरो मनमा। तर ऊ त अब फर्स्ट दिनदेखि नै स्कुल गएपछि एकदमै स्कुल आउने इन्ट्रेस्ट गर्ने, ब्याग क्यारी गर्ने, अनि फेरि स्कुल जान्छु मम्मी भन्ने, अनि कस्तो आफूलाई पनि खुसी लाग्ने कि अब बच्चा स्कुल जान मानेपछि। अनि अब स्कुलको फ्रेन्डली इन्भाइरोमेन्ट अनि टिचरहरूले एकदम कोअपरेटिभ, स्कुलको एक्टिभिटिजहरू देखेर नै होला कि अब सानो बच्चा पनि अब स्कुल जान चाहिँ एकदमै मोटिभेट भएको। अब मेरो छोरी अहिले क्लास 5 मा गयो, ऊ पनि अब एकदम एक्टिभ छ। अनि टिचरहरूको एकदमै राम्रोसँग गाइड गर्नुहुन्छ क्या। अब यहाँको टिचरहरू चाहिँ एकदम स्टुडेन्टलाई चाहिँ इन्डिभिजुअली गाइड गर्ने, अनि उसको हरेक एक्टिभिटिजहरूलाई चाहिँ अलिकता गाइड गरेर अनि प्यारेन्ट्सहरूलाई पनि इन्फर्म गर्ने। त्यसले गर्दा चाहिँ हामी प्यारेन्ट्सहरूलाई कस्तो इजी गराइदियो क्या। अब आफ्नो बच्चा कतातिर गइरहेको छ, उसको पढाइ कस्तो छ भनेर अब भनिन्छ नि, अब स्कुल इज सेकेन्ड होम एन्ड प्यारेन्ट्स आर द एन्ड टिचर्स आर द सेकेन्ड प्यारेन्ट्स भनेर। अब त्यो नै आई क्यान फिल द्याट हियर। म चाहिँ यो स्कुलको ओभरअल एक्टिभिटिज अनि एजुकेसन अनि टिचर र प्यारेन्ट्सको कम्युनिकेसन सबै देखेर नै एकदमै सेटिस्फाइड छु। एट लास्ट है अब मैले थ्याङ्क यू भन्न चाहन्छु अब सबै स्कुलको म्यानेजमेन्टलाई अनि स्कुलको टिचर्सहरूलाई।